नमस्ते च्यानल हेरेर बस्नुभएका दर्शकवृन्दलाई आज हामीले एउटा विषय उठाइरहेको छौँ 5 जना प्रतिनिधिद्वारा गत 19 फेब्रुअरी 19 फेब्रुअरीको दिन सिलगढी सेवक रोड चेकपोस्ट छेउमा रातिको समय हिट एन्ड रन भन्छ। अब त्यसलाई गाडी कुदिरहेको गाडीले दुईजना एउटा शङ्कर छेत्रीको त्यहाँ आकस्मिक एउटा एक्सिडेन्ट पनि भन्नु सक्दैन, यसलाई डाइरेक्ट यो एउटा भन्नु सक्छ एउटा हत्या गरेको जस्तो भइरहेको छ। र यसर्थ शङ्कर छेत्रीज्यू एउटा 24 वर्षको युवालाई त्यसरी यसरी गाडीले ड्याङ्गै हिर्काएर त्यो उहाँ सँगसँगै एउटा लेडिज पनि काजल राईको उहाँ हुनुहुन्थ्यो। उहाँ चाहिँ अहिले एडमिट भएर धेरै अहिले अब जाति हुँदैछ र पनि अहिले शङ्कर छेत्रीज्यूको परिवारमा कति दुःखको परिवार, उहाँहरू विपन्न परिवारका छन् र उहाँको दिदी मिनु छेत्रीज्यूले धेरै गुहार माग्यो र 19 फेब्रुअरीको बेलुकी सिलगढीमा सेवक रोडको छेउमा पानी चेकपोस्ट छेउमा त्यसरी एउटा कुदिरहेको गाडीले हिट एन्ड रन भन्छ त्यसलाई हिर्काइराखेर गाडी भाग्यो र पनि 4-5 दिनमा सिलगढी पुलिस अधिकारी वर्गहरूले त्यो गाडीको ड्राइभर चालकलाई गाडीलाई पनि पक्रेर अहिले न्याय पुलिसले त्यो जो ड्राइभर छ चालक छ उहाँलाई पक्रेर अहिले जेलमा लगेको छ। अदालतमा उसको केस चल्दैछ। यसर्थ आज हामी घुम जोरबङ्गलो पिपल्स अर्गनाइजेसनद्वारा यही एउटा प्रशासन समक्ष यही हामी निवेदन गर्न चाहन्छौँ कि न्यायाधीशहरूसम्म उहाँ जो पीडित परिवार छ शङ्कर छेत्री 24 वर्षको केटाले एउटा घर परिवार चलाइरहेको एउटा प्राइभेट नोकरी गरेर उहाँको आमा बाउ बुढाबुढी दुई दिदीहरू मिनु छेत्रीज्यूले पनि धेरै गुहार माग्दछ र आज हामी पनि कुनै दिन अरूलाई पनि त्यस्तो घटना नघटोस् त्यसर्थ पीडित परिवारले चाहिँ उचित न्याय पाएको हुनुपर्छ र जुन दिन 19 तारिकको बेलुकी जुन चाहिँ गाडीकै मालिक भनिन्छ उहाँ त्यो चलाएर उसले एकदमै कुदाएर हिर्काएपछि त्यसलाई हामी एक्सिडेन्ट भन्नु मिल्दैन, डाइरेक्ट नै मारेको जस्तो भयो, मर्डर केस जस्तो भइरहेको छ। यसर्थ सम्पूर्ण सङ्घ संस्थाहरू विभिन्न वरिपरि पहाडमा भएका दार्जिलिङ पहाड लगायत सिलगढी तराई डुवर्समा भएका सङ्घ संस्थाहरू अघि आएर अहिले उहाँहरूले विरोध गरिरहेको छ। भन्दा पनि हिजै मात्रै हामीले न्युजमा सुन्यौँ कि पीडित परिवारको दिदीले उहाँलाई धम्कीपूर्ण एउटा धम्की पनि आएछ र डुप्लिकेट मिडिया पनि आएर उहाँलाई धम्की दिएछ। भोलिदेखि त्यसरी नै कोर्ट परिसरमा चाहिँ भिडभाड नगर्नु, विरोध नगर्नु, त्यो गऱ्यो भने चाहिँ भोलिको दिन चाहिँ परिवारलाई चाहिँ खतरा हुन्छ भन्ने र यो विषयमा पनि हामी एकदम चिन्ता व्यक्त गर्छौँ। विशेष गरेर यहाँका प्रशासन जनप्रतिनिधिहरूले पनि यहाँका हाम्रो जति पनि जिटिए कार्यपाल हुनुहुन्छ, माननीय सांसदज्यू हुनुहुन्छ, राज्यसभा सांसदज्यू हुनुहुन्छ, उहाँहरूले पनि यो आज दैनिक रूपमा सिलगढी एउटा महानगर हो, राति हुँदो कोही बेला त्यस्तै काम परेर हिँड्नुपर्छ, त्यसरी डङ्गै गाडीले हिर्काल्नु त भएन नि। त्यो एउटा व्यक्तित्व शङ्कर छेत्रीको माथिपट्टि उसको जिम्मेवारी कति थियो। यसर्थ हामी घुम जोरबङ्गलो पिपल्स अर्गनाइजेसन सम्पूर्ण टोलीद्वारा शङ्कर छेत्रीको जो परिवार छ उहाँको दुःखमा हामी साथ दिँदछौँ र शङ्कर छेत्रीलाई जुन चाहिँ त्यो आकस्मिक एउटा घटना घट्यो र न्यायालयले पनि उचित कडाभन्दा कडा त्यो दोषीलाई चाहिँ सजाय दियोस् र यस्तो घटना फेरि सिलगढी क्षेत्रमा घरिघरि नभइदियोस्। यस्तो घटना हुनु राम्रो होइन। यसले गर्दा चाहिँ सबै साधारण आम जनताहरूको सुरक्षा हुनुपर्छ। धनी भनेर भएन, गरिब भनेर भएन, सबैले न्याय पाएको हुनुपर्छ, बराबर न्याय पाएको हुनुपर्छ भन्दै हामी घुम जोरबङ्गलो पिपल्स अर्गनाइजेसनद्वारा शङ्कर छेत्री स्वर्गीय शङ्कर छेत्री 19 तारिकको जुन चाहिँ घटना घट्यो उहाँको परिवारको पक्षबाट हामी घुम जोरबङ्गलो पिपल्स अर्गनाइजेसनद्वारा पनि न्यायालयले चाहिँ कडाभन्दा कडा सजाय दियोस् भन्ने माग गर्दै आजको यो हाम्रो प्रेस विज्ञप्ति यतिमै अन्त गर्न लागिरहेको छौँ।